म यो घरमा भित्रनु अगावै यहाँ मैले सोच्दै नसोचेका कुराहरू देख्दैछु। तपाईको बिहे भएकै कारण केसरीले आत्महत्याको कोसिस गर्नु अनि तपाईले त्यो खबर सुन्ने बित्तिकै मलाई बेवास्ता गरेर उसलाई भेट्न जानु, यो सब चाहिँ के थियो? आफ्नो नजिकको साथी मर्न लागेको खबर थाहा पाउँदा को बिहेको रङजम्मा भुल्छ भन त? अझै कुरा लुकाउनुहुन्छ? त्यसो भए यो सर्टमा भएको मेरो लागि लेख्नु भएको चिठी चाहिँ के थियो त? मैले पढेकी थिएँ त्यो चिठी। सत्य कुरा सकभर तपाईकै मुखबाट सुन्न चाहन्थे, तर तपाईले त एकाएक चिठी लुकाइदिनु भयो। त्यो चिठी मैले तिमीलाई नै भनेर लेखेको थिएँ। तिम्रो घरमा लगेर छोडेको पनि हो, तर मामाले थाहा छ मलाई। हिजो अस्पतालमा केसरीसँग चिठीको कुरा गर्दा मैले सबै कुरा सुनेकी थिएँ। त्यसो भए अब के चाहन्छौ तिमी? म तपाईलाई चाहन्छु। म तिम्रो त्यही छु। खै कहाँ हुनुहुन्छ? मान्छे मात्रै मसँग हुनुहुन्छ, बाँकी मन त सबै केसरीसँग छ तपाईको।